हेलो गुड मर्निङ। तपाईँहरू कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ? म पनि अहिले सन्चै छु। आज चाहिँ ड्युटी अफ हो। अब हामी चाहिँ जानु आँटेको छु सो चिल गर्नु घुम्दै पैसा पुगेर। ओ हिन भाइ कहाँ छ वालेट? सो हामी चाहिँ चिलको लागि जाँदैछु। वालेट कहाँ छ? ओ भाइ भेटिनँ मैले, भेटिनँ आएर हेर ल, फोन चाहिँ भेटाएँ। आजको नजारा चाहिँ तपाईँहरूले हेर्नुहुन्छ भने चाहिँ देखाइदिन्छु। त्यस्तो चाहिँ हल्का धुम्म लाग्दै रहेछ हो, त्यो साह्रो खास चाहिँ भएको छैन। नजारा चाहिँ यस्तो चाहिँ सजना छिप्पिएर फेरि यस्तो भइसक्यो गाइस। हाई गाइस, अहिले चाहिँ हामी फिलहाल गएको कहाँ गएको भन्दा चाहिँ हुँदैन नि त। हाम्रो चाहिँ ग्यारेजहरू पनि छ हो, गाडी किन्नुपर्छ, गाडी किन्नु बाँकी छ। अब ग्यारेज छ, गाडी किन्छ, गाडी छैन। गाडी नभएर चाहिँ दुःख पाइरहेको छ हामीले। तपाईँ हामी यस्तो जाने हो। अरूको लागि चाहिँ 1 बजे होला, हाम्रो लागि मर्निङ नै हो। बिहान भइरहेको छ हो। हामी चाहिँ दोकान गएको हो। के ल्याउनु गएको चाहिँ भन्नु भएन हो। अहिले फिलहाल चाहिँ हामी चिकन ल्याउनु गएको 12 बजी खानाको लागि। तपाईँहरूले देखाउने चाहिँ लास्टसम्म हेरिदिनु न भिडियो, के ल्याउनु गएको भिडियो भने। चाहिँ स्किप नगर्नु होइन, भिडियो स्किप गऱ्यो भने चाहिँ तपाईँहरूलाई रिग्रेट हुन्छ। एडहरू पनि आउँछ, स्टारहरू दिनु यसो। स्टार दिनुभयो भने चाहिँ अब धेरै धेरै राम्रो। पसिना चाहिँ के किन आएको मलाई चाहिँ? अन्त कम्ता निस्किसक्यो पसिना भाडा बिहानदेखिको। तँलाई नुहा भनेको थिएँ त मैले, नुहाउनु पर्छ नि। नुहाएर अलिक कुल भयो नि म। अम्बो सुपारी हेर्नु न, दामी पाकिरहेको छ। खोइ दामी हो, के भन्नु अर्काको। आफ्नो सुपारी दामी गाउँमा पाकिरहेको छ। आफ्नो गाउँमा तोडेर खानुहुन्थ्यो, अर्काको गाउँ पऱ्यो गाई। यहाँनिर सुपारी टिपेर त भागरा भएको हुन्छ। झगडा पो होला, जरिमाना तिर्नुपर्ने हुन्छ, रड्डी हुन्छ त गाई। बिल्डिङ पनि हेर्दा कति निकाल्यो हौ, जस्तै सेतै थियो। जानुपर्छ। यो बिल्डिङ चाहिँ गाई छ हाम्रो भाइजनको नि त, नयाँ घर। कताबाट हो? यताबाट हो। लु यताबाट जाने हो। यो बाटो हिँडेको छु कि, तर म त्यो के भन्छ बाइकमा हिँडेको थिएँ, त्यही भएर मलाई थाहा छैन त्यस्तो। गाइस यताबाट जाँदा पनि हुँदो रहेछ। रास्ता आइदो रहेछ। अच्छा, एक छोटा बच्चा मिला था अभी, इसी से रास्ता पूछा हम लोग, तो हम लोग जा रहे हैं अभी। अच्छा, मैं हिंदी में बात कर रहा हूँ क्या? कचरा कचरा कचरा। हाम्रो भाइजन चाहिँ हिँड्दैछ हाफ ह्यान्डमा हो। अहिले फिलहाल चाहिँ 35हरूसम्म पुग्दैछ नि त सिलगढीको टेम्परेचर चाहिँ होइन। त्यस्तो एक्सेस गरम चाहिँ अहिले फिलहाल चाहिँ भएको छैन गाइज। अब अलिक दिनमा मेबी अहिले अप्रिल मे लागेपछि चाहिँ एकदम गरम हुन्छ होला। त्यति बेला चाहिँ 40हरू पनि पुग्नुसक्छ गाइज टेम्परेचर हो। जय श्रीराम। जय श्रीराम। रामको मन्दिर हो र। हामी चाहिँ अलिक के भन्छ यस्तो खोलाको छेउमा बस्छौँ नि त है, त्यही भएर हाम्रोदेखि मेन रोड चाहिँ अलिक टाढो छ। टाढो भन्दा पनि हिँडेर वकिङ डिस्टेन्स चाहिँ 10 मिनट्स हो। हामी चाहिँ अहिले जाँदैछु।
देखाइ त्यो गल्लीहरू देखो देखो गाइस गल्ली हेर गल्ली हाम्रो भाइजन चाहिँ यहाँ आएर डेली पूजा गर्ने गर्छ हो बिहान अन्त र चाहिँ यस्तो सफा छ गाइस हो थ्याङ्क गड आज चाहिँ गाइस त्यस्तो घाम लागेको छैन र चाहिँ हामी दिउँसो निक्लेको नत्र चाहिँ अब घाम लागेको बेला चाहिँ ननिक्ली पनि हुन्छ हो अलिअलि फग्यो फेरि अब अहिले जाने भाइहरू देख्दैछ होला त्यस्तै हुनसक्छ सम्भावना मेरो फेरि नेपाली पनि ठिक छैन हिन्दी पनि ठिक छैन अङ्ग्रेजी पनि ठिक छैन गाइस साह्रो छ हौ जिन्दगी ब्रोले बाटो चाहिँ आज मलाई फर्स्ट टाइम हिँडेको यत्रो भयो यहाँ बसेको होइन 1-2 साल यो बाटो त म कहिले हिँडेको थिइनँ लेट्स सी हेरौँ कहाँ निक्लिँदो रहेछ कहाँ जाँदो रहेछ हामी पारिजात पब्लिक स्कुल ब्रो लाग्छ है कता यता जाने हो यता जाने हो ए स्ट्रेट हो ए थाहा पाएँ के हामी जङ्गल जाँदैछ कि ब्रो आज रास्ता देखो रास्ता जङ्गल गएको जस्तो लाग्दैछ त गाइस हो कि होइन यो रास्ता चाहिँ यही हो कि होइन हेर्नुपर्छ अस्ति अन्धेरमा त हिँडेको जस्तो लागेको थियो यो बाटो बोलेको सुन्दै भयो यहाँ कहाँ छ त ए सुन्दै होला एउटा देख भएको हुन्छ त सुन्दै होला जङ्गल ल्याएको जस्तो छ त केटाले मर्डरहरू त गर्ने सुकै छैन होला त्यस्तो इन्टेन्सन त ल्याएको छैन होला नि ब्रो 10-11 बजिरहेको ए यो बाटो एक्लै एक्लै होइन भाइ त्यो लिम्बू बस्ती स्विमिङ पुलमा जस्तो हात छ होला नि फेरि होइन यहाँ मान्छे हिँडिबस्छ राख्यो अस्ति पुलिसले भेट्दा त म यहाँ भाइ भन्दै मर्डर गरिदिएको नि तर सिलगढीमा चाहिँ मलाई यति चाहिँ फाइदा लाग्यो कि सिटी एरियादेखि चाहिँ अलिकति मतलब अलिकति डिस्टेन्समा बस्यो भने चाहिँ मतलब अब जति सिटीमा त्यो गरम हुन्छ नि त्यतिको चाहिँ हुँदैन क्या अलिक कम्ती नै गरम हुन्छ अन्त फेरि अब हुन्छ नि सिटी एरियामा चाहिँ अलिकति अब हल्ला खल्ला पनि ज्यादा हुन्छ नि त चिजो हो बाटो अलिक खराब रहेछ हौ हाम्रो भाइजनको भ्लग्समा चाहिँ म चाहिँ अब एकदम रेयरली मात्रै आउँछु नि त गाइस कि हुनु चाहिँ म एभ्री टाइमै हुन्छु त्योसँग तर अब म एकदम रियल्ली आउँछु नि त त्योसँग तर अब आज फिलहाल आफ्टर लङ डेज आफ्टर लङ टाइम होइन म आउँदैछु यसको भ्लगमा सो भ्लग पनि मैले गर्दैछु अहिले फिलहाल चाहिँ हामी चाहिँ यहाँ आइपुगे गाइस अब जिसको पत्ता है उसको पत्ता है भाइ होइन जसलाई थाहा छ त्यसलाई थाहा छ कि हामी कहाँ गएको तर अब जसलाई थाहा छैन लास्टसम्म हेर्नु जसलाई थाहा छैन त थाहा छैन होइन त्योहरू देखाउनु हुँदैन ब्रो जस्ट बाटो चाहिँ देखाउने हो हाम्रो भाइजन चाहिँ हो हाम्रो भाइजन चाहिँ बिहान नै आउने गर्छ फुटबल खेल्छ होइन प्र्याक्टिस बिहान 5 बजी टक्क उठेर 5 बजीदेखि चाहिँ भाइजन 7 बजीसम्म चाहिँ प्र्याक्टिसमै हुन्छ होइन अन्त मलाई पनि जाउँ भन्छ तर म चाहिँ जानु सक्दिनँ नि त मर्निङमा त यहीँ छ बिहान टक्कै मर्निङमा चिया चाहिँ यहाँ खाँदो रहेछ भाइजनले खायो हो त्यहाँबाट फुटबल खेल्यो प्र्याक्टिस गर्यो फेरि रुममा आउँछ रुममा फेरि ड्युटी ड्युटी आज ड्युटी छुट्टी हो नि त गाइस हाम्रो दुईजनाकै एकजना आज छुट्टी भएर चाहिँ भाइजन आएन आउनु सकेन हिजो बेलुका पनि ढिलो सुत्नुको कारणले गर्दा अब चाहिँ हामी आइसकेको छु यता दोकान होइन यहाँ हुन्डियाबाट चाहिँ भाइजनले गाडी लिन्छ अरे नि त फिलहाल चाहिँ भनेर भन्नु पनि भएन यो त सर्भिस सेन्टर रहेछ गाइस ए अस्ति गाडी बनाउनु दिइरहेको छ नि त भाइजनले नि गाडी बनाउनु दिएको होइन ए खोइ अन्त गाडी त यस्तो भइरहेको छ त